हेलो नमस्ते टासी दिलीप। आज म यहाँबाट एउटा सिलगढीबाट एउटा फ्यामिलीलाई रोकेर जाँदैछु टुरको लागि र फ्यामिलीहरू हुनुहुन्छ यहाँ नाम्ची जानु हुँदो रहेछ उहाँहरू र पुरा फ्यामिली मेरो सँगै छ, मसँगै छ र प्लिज म रिक्वेस्ट गर्न चाहन्छु ड्राइभरलाई सबैलाई उहाँले पछाडि देखाइदिनुहुन्छ। हेर्नुहोस् है, तर पछाडि देखाउँदैन, पछि म्याडम लोगोको देखाउँदैन। हेर्नुहोस् है, पुरा फ्यामिली आएको छ, हामीलाई भरोसा गरेर आउँछ हो, पुरा भरोसा गर्छ। यहाँ आएर सिक्किमको मान्छेहरू राम्रो छ, ड्राइभर राम्रो छ भनेर भन्छ हो। र त्यही भएर चाहिँ प्लिज गाडी चाहिँ एकदमै सेफ चलाइदिनुहोस् हो। फ्यामिलीलाई जहाँ पुऱ्याउनु छ, टुर जहाँ पुऱ्याउनु छ त्यहाँ चाहिँ एकदमै सेफली। अहिले सबैलाई हतार हुन्छ है, र हतार चाहिँ नगरिदिनुहोस् र जतिजना टुरिस्ट आउँछ एकदमै सबैजनालाई चाहिँ सेफली पुऱ्याइदिनुहोस्, टाइममा पुऱ्याइदिनुहोस्। र यही भन्दै म यतिमा राख्छु है। ड्राइभरहरू सबैजना दाजुभाइहरूलाई रिक्वेस्ट गर्दै दिलीप, आज म के भन्न चाहन्छु भनेदेखि चाहिँ हाम्रो ड्राइभर गुरुजीहरू सबैजनालाई सिक्किमको है, र ड्राइभर गुरुजी जहाँको भए पनि अहिले टुरिस्ट अलिकति बेसी आइरहेछ है, तपाईँहरूले सेफली ड्राइभ गरिदिनुहोस् भन्ने म रिक्वेस्ट गर्दैछु। किनभने अब उनीहरूले यत्रो विश्वास गरेर हामीलाई यहाँबाट पैसा दिएर होइन आउँछ, अन्त फेरि बिचमा बाटोमा अलिकति प्रब्लमहरू नहोस् होइन। जस्तै पनि टुरिस्ट होस्, त्यो चाहिँ कस्तो भने अब कतिवटा चाहिँ अब के हुँदो रहेछ भनेदेखि चाहिँ अब हेर्दाखेरि चाहिँ अलिकति के हो गरीब टाइपको यस्तो खालके छ भने भए पनि के हो अलिकति रेस्पेक्ट गर्नु चाहिँ, अब उनीहरू चाहिँ टुरिस्ट गेस्ट हो होइन, उनीहरूलाई चाहिँ रेस्पेक्ट गर्नु चाहिँ एकदम जरुरी छ हाम्रो होइन। र सिक्किममा चाहिँ एकदमै सेफली चलाइदिनुहोस् गाडीहरू है। अहिले अब छ, अब हतार सबैलाई हुन्छ, त्यस्तै अब तल जाम लाग्छ होइन, बेलुकाखेरि सिलगढीमा पुरा जाम लाग्छ। अन्त त्यही भएर चाहिँ अलिकति हतार नगरेर चाहिँ टाइमली निक्लिदिनुहोस् र गेस्टलाई पनि भनिदिनुहोस् तपाईँहरूले है। जुनै पनि गाडी चलाउँदा एकदमै दामी खालके गाडी चलाउनु खालके पनि होइन होइन, जुनै पनि ड्राइभर अब स्ट्रिङ पक्रिने सबैजनालाई चाहिँ मैले रिक्वेस्ट छ है, एकदमै आफ्नो ड्राइभर गुरुजीको सिक्किमको त अब हो नै हो, अलिकति नराम्रो केही भयो भने नाम पुरा आइहाल्छ। र अहिले सिक्किमको त भइगयो भनेपछि आफ्नो ड्राइभरको पनि एउटा नाम हुन्छ नि, यस्तो ड्राइभरहरू भन्ने खालके कुराहरू आउँछ, त्यस्तो चाहिँ नहोस् भनेर चाहिँ मैले एउटा अवेरनेसको लागि चाहिँ यो भिडियो बनाएको हो। प्लिज रिक्वेस्ट छ तपाईँहरू सबैजना ड्राइभर गुरुजीहरूलाई है, जहाँको भए पनि अब दार्जिलिङ कालिम्पोङ होइन, यो वेस्ट बेङ्गाल सिक्किम जहाँको भए पनि सेफली पुऱ्याइदिनुहोस् आफ्नो गेस्टलाई है, टाइमली पुऱ्याइदिनुहोस्। अब टाइम अलिकति अप डाउन हुनसक्छ, तर एकदम सेफ चाहिँ इम्पोर्टेन्ट हो है। अहिले अब हतार हुन्छ सबैजनालाई, यहाँबाट पिकअप गर्नुपर्छ, तलबाट फेरि पिकअप गर्नुपर्छ हो। त्यस्तो गर्दाखेरि चाहिँ अलिकति तपाईँले बुझाइदिनुहोस्, सम्झाइदिनुहोस् होइन, टुरिस्टलाई पनि अलिकति अगाडि निकाल्ने कोसिस गरिदिनुहोस्। अब त्यस्तै हुन्छ र झगडा गरि नहाल्नुहोस् होइन, उनीहरू घुम्नु आएको, इन्जोय गर्नु आएको, र त्यसो गर्दाखेरि चाहिँ हामीले चाहिँ आफ्नो एउटा इमेज चाहिँ बिगार्छ क्यो अलिकतिको रिस्कले गर्दाखेरि चाहिँ, त्यस्तो नगर्नुहोस् है। म पनि हेर्नुहोस् है, बाटोमै रोकिरहेको छु, तपाईँहरूलाई देखाउँछु हेर्नुहोस् है। अब मेरो यो म त अब नाम्ची मात्रै ड्रप हो, नाम्चीबाट फेरि अर्को टुरिस्ट छ, तर भए पनि अब के गर्नु, अब एडजस्ट गर्नै पर्छ है। यसरी रोकिरहेको छु बाटोमा हो, उनीहरू पुरा बिमार हुँदो रहेछ अब आइएलटीमा आउँदाखेरि है, तर भए म अन्डरस्ट्यान्डिङ गरेर चाहिँ मैले रोकिरहेको छु। अब बिमार तपाईँले बुझिहाल्नु होला है, के हो बिमार भनेर। भित्रदेखि लिएर बाहिरसम्म एकदमै यस्तै छ हालत हो, कोही प्लास्टिकमा होइन। र म नाम्ची जाँदैछु, अब नाम्ची पनि पुग्नै आग्यो, हतार पनि छैन, तर भए पनि अब यस्तो हो, हतार चाहिँ गर्नु भएन होइन, आफै पनि जोग्नु। यो चाहिँ रिक्वेस्ट छ तपाईँहरूलाई है, मेरोबाट चाहिँ एकदम रिक्वेस्ट छ।